मान्दैन। नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। के छ त नि खबर? सुन्तला गुलियो खेसार जाम्तो लागुयो जे सकेछ र आयो कुरेर बसे आयो। मलाई गतिलेरी खान दिन्न चोर्नी काटेको पिठो पनि छोडिदिएँ मैले। अर्को आमाले जारी चिर्दिएर गहना राखिएर जारी चिर्दिएर फेरि पहिला लगाइदिएको बोइ बिउ खाने। अनि मैले रुँदै बस्दैछु चिसो नहुँदै रानी भएको। मेरो छोरी 3 महिनाको थिए, छोरो 1 वर्ष 6 महिनाको थियो। छोराले छोडेर गयो। जीवन साथी दैवले लयो। जीवन साथी दैवले सातले खाइदियो। एउटा छोरो दैवले लैदियो। अहिले एक्लै अनि छोराले कति वर्षमा छोडेर जानुभयो त नि? छोराले कति वर्ष थियो, कति वर्ष के भयो, के भएर त्यस्तो भएको? 25 वर्ष 25-26 वर्षको थियो। जुलै गतिले थिएन। के बिमार उठो, डाक्टर पोखरा लाँदा 6 महिना फेरि बेडमा बस, फेरि खा, फेरि सुत भन्दा मानेन। स्वास्नीले छोड्न मानिने गतिले थिएन। एउटा कुन्यालो पनि स्वास्नी बस्नुहुन्न भनेको डाक्टरले, त्यसले छोड्दै छैन। मैले सम्हाल्न सकिनँ। के भनिन्छ नि। अनि कतिवटा अन्त नि नाति नातिना? यो नातिले भन्दा भन्दै मान्दैन गरौँ। एउटा छोरो जन्माएर मरी भाग्य त्यस्तो रहेछ, त्यसलाई त्यस्तै लेखेको। भाग्यले हो कि कर्मले पारेको हो कि त्यसलाई 70 लाएर त्यस्तो भएको हो कि बिचमा कोही 70 लायो कि बिटा छोडेर जानु पर्यो। अब कस्तो हुने हो, कस्तो मिल्ने हो? म कोसित रुनी हो, गाचा बस्ने हो। मेरो फिचार कसले गर्यो? नाति नातिना छन्। छोरीले नातिनीले आफै सम्हाल्नु पर्यो। छोरो बाहिर देश जाने हो भन्छ। एउटा मलाई चित्त बुझ्ने कुरा गर्दैन। गाडी आएर बसेको, तपाईँ आएर बसेको कति भयो? जीवाका पालाबाट म त उहिल्यै बाडा भएको। कति साल भयो? अहिले 84 गरेको नि 3 वर्ष भयो यहाँ आएर बसेर। यहाँको खेतीपाती गरेर बाउचो खनेर